दसैँ भन्दा पनि है यो 2025 को दसैँ पनि आयो र हामी सबैले मनायौँ, रमाइलो गरेर सकि पनि सक्यो र अहिले त दिवालीको प्रिपरेसन पनि हुँदैछ र दसैँ सकिसकेर पनि म तपाईँहरूको अघि चाहिँ यो दसैँकै भिडियो लिइरहेको छु। किन भन्दाखेरि चाहिँ अब मेरो ग्यालेरीमा चाहिँ पुरा दसैँकै भिडियोज फोटोजहरू रहेछ होइन। अन्त यसलाई डिलिट गर्नु पनि मलाई त माया लाग्यो। सो भिडियो बनाएर नै एउटा मेमोरिज पनि हुन्छ, सो सधैँभरि रहिरहन्छ भनेर नै यो दसैँमा अब मैले फर्स्ट डेको त अलरेडी अपलोड गरिसकेको थिएँ। यो चाहिँ नेक्स्ट डेहरूको हो, जो चाहिँ हाम्रो घरमा बहिनीहरू आएको थियो, टिकाहरू लगाइरहेको थियो, मेरो बडीको चाहिँ नाति नातिनीहरू। अन्त यही भिडियोहरू चाहिँ म तपाईँको अघि ल्याइरहेको छु। अनि यहाँ चाहिँ हामी किन यति साह्रो हाँस्दैछौँ भने चाहिँ मैले चाहिँ मेरो दिदीलाई भिडियो गर्न दिएको थिएँ। यो मैले टिका लगाउँदै गरेको, तर दिदीले चाहिँ भिडियो नगरेर चाहिँ त्यसै फोन मात्रै होल्ड गर्नुभएछ। अन्त त्यही कुरा हामीले चाहिँ त्यही कुरा गर्दै नै हामी सबै चाहिँ हाँसिरहेको थियौँ। र यहाँ चाहिँ हामी सबै मिलेर बिहानको खाजा भुजा होइन, अब पाहुनाहरू आउँदैछ भनेर चाहिँ हामी चाहिँ खानाहरू रेडी गर्दै थियौँ। यस्तो जाडो भयो, पहिला सल्काइन्चल भएछ अब आएको तापले अरे मान्छेहरू नातिनीहरू भाग्यमानी नातिनीहरूलाई जाडो हुन्छ भनेर आगो सकाइदिएको अरे बोजूले धुवाई धुवा बनाएर केही छैन हौ, धुवाई धुवा भयो धुवाई धुवा। आजको हाम्रो पाहुनाहरूलाई चाहिँ पुरै जाडो भयो अरे, आगो ताप्दै ताप्दै। यहाँ दुई नातिहरू चाहिँ लडी बढिरहेछ हो है, यहाँ हेऱ्यो भाइ हाई भन्दै, यहाँ हेरेर मैले जमाएर राखेको नि त, मजाको भएको छ त। अन्त नबोल, आशीर्वादमा डिस्टर्ब हुन्छ, नबोल न, आशीर्वादमा डिस्टर्ब हुन्छ। ह्यान्डसम भएको छैन हौ, हेर्न गोडे नगोडे भएर हो। मेरो भ्लगमा त तँलाई ह्यान्डसमै निकालिदिन्छु नि, सबले हेर्छ नि को हो रहेछ भन्छ। गाउँको कि जाउँको हाम्रो बिहाको रोग कष्ट सबै हराओस्, दुर्गा नकालीलाई जाओस्, मेरो नानी जाति होस्, यस्तै के अरे कोही भन्दा कमी नहोस्। नाति सेनो सेकेन्ड नाति भाग्यमानी, यो सेकेन्ड हो नि त, उ ठुलो भाग्यमानी ज्ञानी हुन्छ। कैसा हो आज का खाना? एकदम टेस्टी। सबभन्दा मिठो के भएछ तिमीलाई? सबभन्दा मिठो के भएछ यहाँ हेरेर भनिदेऊ? चिकन। चिकन ल, तिमीलाई? सब तिमीलाई? फेभरेट कालो दाल र उयो के अरे मासु। मासु खाऊ मजाले। यहाँ अझै पाक्दैछ। दुई नातिहरू चाहिँ यहाँ भुइँमा बसेर खाँदै रहेछ। भनिदेऊ तिमीलाई के मिठो भयो सबभन्दा? सबै मिठो लाग्यो तिमीलाई? सबै सबभन्दा बेस्ट के भएछ? टेस्टी चाहिँ चिकनै भयो अरे। ल मैले बनाएको नि त। हाम्रो नाता नातिनीहरू पनि फर्केको ल बाई प्रत्युष। र दसैँमा है अब नाचगान गरेन भने त दसैँ जस्तो लाग्दैन। त्यही भएर हामी चाहिँ नानीहरू सबै फर्किसकेपछि चाहिँ यहाँ दिदी गाउँको भेनाहरू सबै मिलेर चाहिँ हामी बेलुका डान्स गरेर रमाइलो गऱ्यो है। र यसरी नै हाम्रो दसैँ चाहिँ बित्यो है। थ्याङ्क यू सो मच फर वाचिङ।